होइन भने खुसी कतिको खुसी हुनुहुन्छ क्या धेरै पछि उहाँले चाहिँ यहाँको ठाउँहरू सिकाउँदै हुनुहुन्छ उता चाहिँ रामी डाँडा किनभने अहिले हाम्रा केही साथीहरू पनि भेटिसक्नु भएको छ रमाइलो छ जोस वाह यस्तो देख्दा त स्वर्गै पुगे जस्तो पो लाग्छ त किनभने यो धेरै वर्षपछिको हिउँ होला सायद त्यसैले कसम म के भन्छु भने होइन दुःख सुख आफ्नो ठाउँमा छ रमाइलो गरे पनि आफ्नो ठाउँमा छ गर्नु होला किनभने यस्तो समय फेरि पनि नआउला कहिले साथीसँग घुम्न जानु पर्ला कहिले एक्लै जानु पर्ला कहिले के होला कहिले के होला तर हुन्छ मान्छेमा एक मान्छेसँग दुःख त नभएको मान्छे हुँदैन किनभने दुःख जो जन्मिँदा बित्तिकै दुःख गरेर जन्मिनु पर्ने हो मरुन्जेलसम्म जन्मेदेखि मर्ने बेला पनि दुःखै गरेर मर्नुपर्छ किनभने दुःख छ भन्दैमा हरेक खुसीहरूलाई दबाउने लुकाउने काम नगर्नु होला किनभने त्यो खुसीहरू बाँडेर त्यो खुसीहरूलाई देखाएर आफूलाई स्वस्थ राख्ने काम गर्नु होला किनभने यस्तै हो जिन्दगीमा जे गर्नु छ बाँचुन्जेल गर्नुपर्छ मरेपछि के हो यस्तै हो साथीहरू कमेन्ट चाहिँ गर्नु होला है जे होस् कमेन्ट गर्नु होला यो चाहिँ हाम्रो सामुदायिक मेला लाग्ने ठाउँमा हामी हिउँ खेल्न आइसकेका छौँ र अरू केही साथीहरू गाउँदेखि आउँदै हुनुहुन्छ र हामी केही साथीहरू पनि आइसक्यौँ कस्तो लाग्छ पारेको स्टाइल पनि गर्नु नेपालदेखि है यो भिडियो चाहिँ राजन भलदेखि आउनेछ भने आज चाहिँ हाम्रो त्यो चाहिँ बिकेटी टिभी हुँदैछ है एडमिन विशाल थापा